हेलो हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। अहिले चाहिँ म नेपालगञ्ज जाँदैछु है। नेपालगञ्ज चाहिँ म आफ्नो चेकअपको लागि जाँदैछु। म चाहिँ टाउकोको बिरामी छु नि भयो, त्यही भएर मैले अहिले फलोअपको लागि डक्टरसँग देखिनु पर्नेछ। त्यही भएर आज मेरो छुट्टी पनि हो, होटलमा काम पनि छैन, आज मेरो छुट्टी छ। त्यही भएर अहिले म नेपालगञ्ज जाँदैछु। नेपालगञ्ज 4 महिनादेखि भित्र जेल रोडमा पर्छ है, न्युरो हस्पिटल। म चाहिँ डाक्टर जोसन न्युपानेसम्म विगत 4-5 महिनादेखि चेक गरेर आइरहेको छु। त्यही भएर मैले फलोअपको लागि आज नेपालगञ्ज जानुपर्ने थियो। म चाहिँ नेपालगञ्जमा सबै काम भ्याएर चेकअप गरेर अहिले चाहिँ म मेरो घरतिर लागेछु। यो चाहिँ अहिले खोजुरामा अहिले बन्दै गरेको नयाँ पुल छ नि त, यहाँनिर हामी अहिले आइसकेको छौँ। आज छुट्टी छ, त्यही भएर म अब छुट्टीको दिनमा रुममा किन बस्नु, घर जाउँ भनेर म चाहिँ घरतिर हिँडेको। यो चाहिँ हाम्रो बाँके बर्दिया सिमाना छुट्याउने पुल हो है। अहिले चाहिँ हामी बर्दिया प्रवेश गर्दैछौँ, मानखोला भन्छ होइन यसलाई चाहिँ। अब चाहिँ म घरतिर जाने हो। मेरो घर चाहिँ बर्दिया बढिया तलदुई फुटामा पर्छ। यो भ्यू चाहिँ हाम्रो भलागौडी जङ्गलको भ्यू हो है। अहिले चाहिँ बाटोहरू पनि एकदम राम्रो राम्रो भइसकेको छ। हाम्रो बढिया ताल गाउँपालिका जाने बाटो पनि यही हो। अहिले चाहिँ म लगभग भलागौडी आइसकेको छु। मैले चाहिँ अघि नै दाइलाई फोन गरेर भनेको छु अटो लिएर आउनु भनेर। सायद अटोवाला दाइ पनि आएर बसिसक्नु भएको छ होला। त्यही अटोमा बसेर म चाहिँ घर जाने हो। फुटा छुट्टी छ आज, त्यही भएर म जाँदैछु गाउँ। अहिले चाहिँ हामी अटोमा बसेर भोलागौडीको जङ्गल हुँदै फुटा जानुपर्छ नि त। यो बाटो चाहिँ डाँफे, शान्तिपुर, सीतापुर जान्छ यो बाटो चाहिँ। अनि हामीहरू चाहिँ अहिले जाँदैछौँ मजाले अटोमा। गाउँकै दाइ हुनुहुन्छ, अनि त्यही भएर मैले फोन गरेर पहिल्यै भनिसकेको छु, ल है दाइ म आउँदैछु, तपाईँ अटो लिएर आउनु होला, म चाहिँ नेपालगञ्जदेखि हिँडिसकेँ भनेर भनेको थिएँ। अहिले चाहिँ म घरमा आइसकेको छु। यो चाहिँ हाम्रो घरको मकैबारी हो। ल है साथीहरू, आज चाहिँ मेरो भिडियो यति नै। कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक गर्नु होला, च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला। थ्याङ्क यू।